के तपाईँहरूले एउटा कुरा विचार गर्नुभएको छ, नेपाल क्रिकेटको अहिलेको ओडिआई र्याङ्किङ 17 मा रहेको छ र प्लेयरहरूको पर्फर्मेन्स पनि एकदमै घटिरहेको छ र यसको विकल्पमा चाहिँ को प्लेयर आउला त? र फ्यानहरूको माझमा चाहिँ एउटा नाम चाहिँ गुन्जिरहेको पाइन्छ, डाक्टर ईशान पाण्डे। हेर्नुहोस्, अब नेपाल क्रिकेटमा चाहिँ टी20मा चाहिँ राम्रो गरिराख्दाखेरि ओडिआईमा चाहिँ एकदमै पछाडि परिरहेको छ। आइसिसी लिग 2मा हेर्नु पर्दाखेरि पुच्छरमा रहेको छ र ग्लोबल क्वालिफायरमा जान नेपाल चाहिँ टप 4मा आउने पर्ने हुन्छ र अहिलेको स्थिति हेर्दाखेरि नेपालको ओडिआई स्ट्याटस नै धरापमा देखिन्छ। 2023मा नेपालले चाहिँ एकदमै मिराकलले ल्याएको थियो, 12मा 11 खेल जितेर चाहिँ ओडिआई स्ट्याटस बचाएर पनि ग्लोबल क्वालिफायरमा नै जान सफल भएको थियो र जहिले समय बलवान हुँदैन, समयले आफ्नो साथ दिँदैन। वान डे फर्मेटको कुरा गरिराख्दाखेरि डाक्टर ईशान पाण्डे चाहिँ स्क्वाडमा पर्ने हुन्छ, तर त्योभन्दा अगाडि डाक्टर ईशान पाण्डेको सुरुवात चाहिँ कसरी भयो त्यो बुझ्नुपर्ने हुन्छ। डाक्टर ईशान पाण्डेको परिवार चाहिँ इन्डियामै व्यवसाय गर्न गएका हुन्छन् र उनी इन्डियामै जन्मिन्छन् र इन्डियामै स्कुल लाइफ बित्दै गर्दाखेरि उनी चाहिँ स्कुल लेभल र डोमेस्टिक लेभल, डिस्ट्रिक्ट लेभल जस्ता क्रिकेट चाहिँ खेल्न सफल हुन्छन् इन्डियामै। पछि उनको परिवारसहित उनी पनि नेपाल फर्कन्छन् र नेपाल फर्किँदै गर्दाखेरि पढाइ सँगसँगै उनी पनि नेपाल अन्डर 19मा चाहिँ पर्न सफल हुन्छन् र अन्डर 19मा चाहिँ एकदमै राम्रो खेल्छन् र पछि नेपाल टी20 जस्ता फ्रेन्चाइज लिगमा चाहिँ पर्न सफल हुन्छन् र लुम्बिनी अल स्टारलाई चाहिँ प्रतिनिधित्व गर्छन्। डाक्टर ईशान पाण्डे बागमती प्रदेशबाट पीएम कप खेल्छन् र एनपिएलमा चाहिँ सुदूरपश्चिमबाट 2 सिजनै उत्कृष्ट फर्ममा देखिन्थे र भर्खरै सम्पन्न भएको जय ट्रफीमा चाहिँ ब्याटर अफ द टुर्नामेन्ट पनि बन्न सफल हुन्छन्। 3 खेलमा 331 रन बनाउँछन् र अहिलेको डाक्टर ईशान पाण्डेको खेल चाहिँ एकदमै उत्कृष्ट लयमा देखिन्छन्। जय ट्रफीमा सेन्चुरी नै नहाने पनि उनको एभरेज चाहिँ 66.20 को रहेको थियो। नेपाल क्रिकेटले चाहिँ ओडिआईमा चाहिँ ओह्रालो लागिराख्दाखेरि ईशान पाण्डेलाई एक चान्स दिने हो कि होइन त? जय ट्रफी, पीएम कप र अरू एनपिएल जस्ता डोमेस्टिक लिगहरूमा चाहिँ एकदमै उत्कृष्ट लयमा देखिने ईशान पाण्डेलाई चाहिँ एक चान्स दिने हो कि होइन त? हस्, आजको लागि भिडियो यति नै। यदि तपाईँहरूले यहाँसम्म भिडियो हेरिराख्नु भएको छ भने तपाईँहरूलाई धेरै धेरै धन्यवाद। यदि तपाईँहरू हाम्रो च्यानलमा नयाँ आउनुभएको छ या सब्सक्राइब गर्नु भुल्नु भएको छ भने सब्सक्राइब गरिदिनु होला है त, र एक लाइक र सेयर पनि गरिदिनु होला।